करेन्ट चाउचाउ ब्यान गरियो भनेर अहिले हजुरले जताततै समाचारहरू सुन्नुभएको होला है। हो, यो खास के छ भने नेपालमा एकदमै खानेकुरामा चाहिँ सरकारले पहिला कुनै पनि किसिमको ध्यान नदिएको पाइन्छ है। किनभने अहिले एउटा करेन्ट चाउचाउ बन्द भयो भन्दैमा त्यसमा चाहिँ आत्तिनुपर्ने छैन। यस्ता कतिपय खानेकुरा छन्, ती खानेकुरा तिनको जाँच हुन जरुरी छ र तिनी यदि हेल्दी छैनन् भने तिनीहरूलाई बन्द गर्न जरुरी छ है। खास गरी चाहिँ यस्ता खानेकुरा किन त्यसरी बन्द गरिन्छ अथवा नराम्रो किन त्यस्तो हुन्छ त भन्दा त्यो खानेकुराहरू नकुहियोस्, ड्यामेज नहोस् है। र त्यो चिजले चाहिँ त्यसमा मिसाइएको जुन चिजले जुन नकुहियोस् नबिग्रोस् भनेर जुन केमिकल मिसाइन्छ त्यो केमिकलले हाम्रो स्वास्थ्यमा एकदमै धेरै असर गर्ने भयो भने त्यस्ता खानेकुरालाई बन्द गर्ने गरिन्छ है। कानुन त्यो हो। अब यसले हामीहरूलाई चाहिँ के समस्या पार्न सक्छ त? खास गरी चाहिँ हामी ग्राहकहरूलाई चाहिँ यस्ता चिजहरू बन्द हुँदा हामीलाई चाहिँ फाइदै हुन्छ। तर जो बिजनेस गर्नुहुन्छ, जसले केही कमाइरहनु भएको छ, उहाँको आफ्नो बिजनेस व्यवसाय व्यापार त्यसका लागि थुप्रै लगानी गरिरहनु भएको छ। अब हामीले यसबाट चाहिँ के सिक्नु पर्यो भने हामीले कुनै त्यस्ता खानेकुराहरू बनाइराखेका छौँ, हाम्रो आफ्नो उत्पादन छ भने अब हामीले ती कुराहरूमा ध्यान दिनु पर्यो। हो, आज करेन्ट चाउचाउ बन्द भयो, अरू तरकारीहरू पनि छानबिन भइराखेको छ, अन्य खानेकुराहरू पनि प्रोडक्सन भएका खानेकुराहरू ती पनि जाँच भइराखेका छन्। अब हजुरले चाहिँ अलिकति सतर्कता अब के अपनाउनु भने त्यस्तो चिजहरू कसरी बनाउँदाखेरि एकदम कमभन्दा कम हानिकारक केमिकल देखिन जान्छन् त, ती कुराहरू चाहिँ हजुरले ध्यान दिनु पर्यो। हजुरको आफ्नो कुनै बिजनेस छ, कम्पनी छ, जस्तै अचारहरू बनाइरहनु भएको छ, सामान्य नुडल्सहरू बनाइरहनु भएको छ है। अब घरायसी कुराहरू पनि बनाइरहेको हुनु सक्नुहुन्छ, जस्तै मिक्स अचारहरू भयो। यस्ता कति खानेकुरा छन् ती हामीले लगेर ती टेस्ट गर्ने ठाउँहरू पनि हुन्छन् है। हामीले बनाएको चिजहरू चाहिँ यो कति हेल्दी छ र यो चाहिँ भोलि बिहान सरकारले थाहा पायो भने यो चाहिँ बन्द गरिदिन्छ कि गर्दिन्न भनेर ती टेस्ट गराउने ठाउँहरू पनि छन्। ती खोजेर हजुरले आफ्नो चिज पहिले नै टेस्ट गराउनु भयो भने पछि गएर त्यस्तो समस्या जहाँसम्म नआउला। र यो कुरा यतिमा मात्रै सीमित रहेन। अब फलफुलहरू, तरकारीहरू पनि चेक जाँच हुँदैछन् है। हजुरले जरिमाना तिर्नुपर्ने, उस्तै परे जेल जानुपर्ने र आफ्नो बिजनेस व्यवसाय करोडौँको लाखौँको डुब्न सक्ने पनि सम्भावना हुन्छ। त्यसैले मैले यो हजुरलाई भन्न खोजिराखेको के भने अब अहिले सरकारले ती कुराहरू हेऱ्यो, जस्तै करेन्ट चाउचाउ अहिले नेपालमा एकदम डिमान्डेड हो नि त, त्यो हेरियो।